Hold up. Hello and namaste, it's me Ankit Shrestha. Welcome back to our channel Double F Forever. अनि आजको दिन भने चाहिँ हामी बाइक पूजा गर्ने लिएरदेखि पूजा चाहिँ गरेको छैन। अब आज चाहिँ पूजा गर्न जानु मन छ। अनि हामी चाहिँ सलिन म अनि दाइहरू भाउजूको को हुन्छ भनेछ। अब यहाँदेखि चाहिँ हामी सलिनकोमा जानुपर्ने हुन्छ। सलिनकोमा गएर त्यहाँदेखि भल्का खाली गरेर पूजा गर्नु भन्छ। के हेर्दैछ अब यसले चाहिँ के हुन्छ हेर्दै गर्नु। अनि अब भने चाहिँ अब मैले चाहिँ बाइक अस्ति भर्खर धुएको 2 दिन भयो। खासै हिँडेको त छैन। यस्तो छ क्या भाइ, यहाँ चाहिँ फोहोर लागेको छ, अरू त छैन। अरूमा त छैन, अरू त सबै क्लियरै छ। अनि शाम लुक्स देखेर रनमा लुक्स देखेर साइड लुक्स अरे ल ल साइड लुक्स हेर्नु साइड लुक्स देखेर साइड लुक्स देख्यो मलाई। अनि केटाहरू केटा पनि त्यस्तो घिन लाग्दैछु, कहाँ गएर व्रत बस्नुपर्छ यस्तो केटी पाउनलाई भनेर नभन न। अति हुन्छ हौ त्यो त। म पनि राम्रै छु, के सोचेको छौ हौ? रियलमा आएर भेट, राम्रो छु। क्यामेरामा नराम्रो देखेको हो कि के हो थाहा छ नि त, रियलमा राम्रो छु होइन। राम्रै छु क्या केटा, म देखेँ यतिकै यो पनि लट्ठै पो हुन्छ त म देखेर। बाइक निकाल्छु क्या यो तपाईँ देखेर चाहिँ होइन म देखेर होइन। अनि को देखेर अरू केही के अरू केही जे पनि नबोल बुढी। मन्दिर जाने बेलामा जे पानी के बोलेँ मैले? तपाईँको बानी बेहोरा पो भनेको त नि। जे पनि बुझ्छ। म त अफिस जानु जस्तो देखिरह होला है गाइस। के गरे मलाई भन्दा बढी स्याहार्नु पर्छ उसको बाइकलाई त। उसले कान्छी त अर्कै ल्याउने होला नि। जान त तेरो जेठीलाई लिएर आइज। म गएँ घर, म मेरो घर गएँ बाई। म घर फर्किनु पर्छ छिटो। सब नयाँ, उसको बाइक पनि नयाँ, सर्ट पनि नयाँ, प्यान्ट पनि नयाँ, जुत्ता पनि नयाँ भन्छ कि मैले। मान्छे मात्रै पुरानो क्या, अर्को पनि केही नयाँ हाल्नुपर्ने जरुरी थियो 5000ले। ब्युटिफुल। अब धेरै नगरिकन सलिनले पहिरिरहेको सलिनको घरतर्फ लाग्यो। अलि फेरि रिसाउँछ सलिन अलिकति। सलिनसँग भेटेपछि भेटौला। सल चाहिँ आइपुगिसक्यौँ सलिनको रुममा पनि। अनि बाइक साइक वास गरेर राखिरहेको छ सट्टसँगले। छोड त फेरि दाम तरिकाले वास गरेर। दाइ यहाँ आउनु न, यहाँ आउनु न। हाम्रो कतिजनाले चिन्नुहुन्छ हुन्न यहाँ। ओ सुरेन्द्र दाइ यहाँ आउनु न हौ। तपाईँलाई त कसैले सलिनको दाइ भनेर त खै त नि। अनि हाम्रो सलिन यस्तो वान अफ द बेस्ट भ्लगर इन द नेपालको दाइ हाम्रो सुरेन्द्र दाइ। नचिने त कुरा पनि भएन नि त, चिन्नु पर्यो नि मान्छेले। को हो भन्दा सलिनको दाइ भनेर चिन्नु पर्यो होइन। तर अब चाहिँ सलिनको दाइ मात्र होइन नि, फेरि मेरो पनि दाइ हो नि फेरि। होइन दाइ एकदम हिरो गरिन्छ तपाईँको भाइ। बाइक साथ आयो लुगा चाहिँ के लाग्यो भन्नु न। यो नयाँ रे, ओ नयाँ रे, नयाँ रे, यो नयाँ हो। ए नयाँ हो खै भन्छ। ए घाममा परेपछि अलिकति हेर त यस्तो हो क्या क्वालिटी। हेर न त्यो देखाएको मेरो पनि नयाँ होला।
हिजो भर्खरै किनेको नयाँ कस्तो देख्छ हिजो भर्खरै किनेको हिजो भर्खर किनेको धोको छैन अनि मैले लाभ भर्खर किनेको हिजो चाहिँ किन दिनु होइन उसको चाहिँ धोको छैन अरे क्या एकचोटि मात्र धोएँ क्या मैले चाहिँ त्यसो भए 98 त्यसो भए हालिहाल्छु नि के गाइज है हेर्नु ल 2000 रुपियाँ दिनुपर्ने थिएन होइन त्यसो अहिले हुँदैन अहिले ल्याउनु न झन् झिक्यो कहाँ कस्तो खोजी खोजीको ल्याइदिएको नि बेबे भने अहिले दिइहाल्छु के खान्छु त्यही खान्छु भरे लाखाउन कारोबार गर्ने मान्छे भोलि घर गाइज अब भोलि घर जाँदैछ क्या होइन अनि भोलि घर लात्तै चल्यो भन्दा नि अनि सकिएको नि अनि यसले त फोनै उठाइदिएन भने लु त्यो लाइभ साथी साथी लाइभमा कुरा गर्ने कुरा नै आएन चल्यो भने त यतै 2000 रुपियाँ मगायो होइन पैसा त हाल्दैन भन्दा हाल्नु मान्दैन के भयो होला यो बच्चा रगडा किन्छ ए भाइ यस्तो हो क्या बच्चाले एउटा जुन हुन्छ नि लुगा लगाउने तरिका त्यो हेर क्या यो पेन्ट के पेन्ट जस्तो लाग्छ के पेन्ट यो के पेन्ट भन्छ भन्नु यसलाई यसको 450 त्यहाँ आइन्छ 450 बढीको 1000 लो मान्छे 1000 नि गयो 1250 हो क्या भन त आम्मा कसम खाएर भन 250 भनेको थियो म भन्दिम मैले लुगा लाग्यो भने सुन आज मेरो लुगाको म भनिदिएँ चाहिँ मैले यो लुगा यो पेन्ट होइन लुगा यो टी सर्ट लगभग 1500 1250 भन्छ लामो पेन्ट र यसको भनेको हौ जम्मा हैन 1000 भने बार्गेनिङ गर्दा 700 मा ल्याएको त्यो माथिको यो एउटाको अनि यहाँ 6 छ अनि यहाँ अढाईमा त झन् मैले यसको कति तिरेको अब यो 6 लाख त अब अढाई कस्तो मान्छे 21 तिरेको यसको केको यो कपडाको तिमी बार्गेनिङ नै गर्न जान्दैन बार्गेनिङ गर्दैन 26 भन्थ्यो यहाँ बल्ल बल्ल अंकित त रुई जाने त्यस्तै ठाउँमा जान्छ नि त दाइ यस्तो नगर्नु न यति गर्ने भए गर्नु न 1200 दियो यसलाई 700 मा दिने भाइ दे मसँग छैन भन्छ दिदी त्यहाँ गएर पनि मसँग छैन तपाईँ बाइक राखेर हिँड्छ छैन त भन्दैन राल पुग्दैन के दाइ कहाँ नभन अस्ति नै हुडीकिन जाँदा पुग्दैन के धुनु पर्ने छौ भाइ दाइ यो पनि धुवाइदिनु पर्यो यो कहाँ थाहा छैन मलाई उक्स मगाइदिनु पर्छ कहाँ पर्दैन हो जाउँ न जाउँ ए पूजा गर्न लगेको बाइक धुँदैन भने तिमीले नि धोएर ल्याऊ जाउँ न दाइ धुएर ल्याउ न न लगाइज अब यस्तै हो पछि कपडा अरे 2500 यो ल मैले कति दिएँ यसलाई 2100 अनि यो पेन्ट कति हो यो खोइ यो त साथीले इन्डियाबाट कति अनि यो जुत्ता 1550 साथीले ल्याइदिएको अनि यो 2100 अनुहार चाहिँ हेर्नु न 250 आफ्नो नै आफ्नो मेरो त 500 त पर्ला हौ भन्नु पर्दैन तिम्रो पनि पर्दैन अब त 100 पनि पर्दैन यहाँ छौ अनि कति राम्रो देखेको क्यामेरामा है रियलमा त धेरै हेर न क्यामेरामा कसरी राम्रो देखेको रियलमा क्यामेरा भन्दा रियलमा राम्रो छ अझ क्यामेरा भन्दा बुढी कसको अनि किन राम्रो छैन भनेर भनेको अहिले चाहिँ हैन अहिले बुढी कसको भनेर सान्दिने मान्छे अहिले किन राम्रो छैन हैन कति राम्रो छ कान्छी तिम्रो जेठी नि होला यो त पुरानै भनेको त हाम्रो दाइ स्टुडेन्ट त दाइ आफ्नो दाइलाई होइन टक्क दाइ पनि चट्ट हिँड्दाखेरि उयो त सकिनको दाइ अङ्कित दाइ भन् कहिले जिन्दगी देखाउँदैन हौ के दाइ भाइहरू हुन्छ भाइ भन्दा भनेर सोचेर दाजुभाइ मैले त्यो आरिस त हुन्छ दाइ आरिस त हुन्छ दाइ अलिअलि एउटा हुन्छ नि त अब दाइ भनेपछि चिनाउने यताउति हुन्छ नि छैन क्या सुनाइरहेको छु भ्लग हान्नु हौ दादा पनि तिम्रो दाइबाट एउटा भ्लगमा आएको छैन मेरो दाइ नै छैन त नि अनि उता बाहिर छ बाहिर छ भनेर दाइ नै छैन त नभन न दाइ नै छैन त नभन दाइ त छ दाइ त छ अनि हाल्दैन अनि के हो त ल हुन्छ अब एकछिन अब भेट्नुपर्ने हुन्छ त्यो धुएर लिएर आउनु पर्ने पो अब धुएर भएर एकछिन भेट्नुपर्छ है त जब चाहिँ हाम्रो निस्किने बेला पनि भइसक्यो अब पूजा सुजा गर्नुहुन्छ हाम्रो भाउजू पनि आउनु भएको छ एन्ड्रक पनि पूजा गर्ने हो त के मैले पनि भर्खर बाइक धुएर आएर तल्काएर आएको छु ठिकै छ है तल्काएर ल्याएको टिप्स पनि दिएको होइन दाइ मैले टिप्स दिएको होइन छ हिजो हाने होइन अनि
तिम्रो त भिसा लागिरहेको छ त यहीँ बसेर अस्ट्रेलिया भिसा लागिरहेछ तिमीलाई त अनि अस्ट्रेलियामा त्यति कसले कमाउँछ र भिसा लागिरहेछ त तिमीलाई नेपाल बसेर भिसा लागिरहेछ 2 देशको अस्ट्रेलियाका 2 ठाउँमा भिसा लागिरहेछ 2टा जब लागिरहेछ यस्तो हो क्या मेहनतको फल पनि त चाहियो नि त भन्दा अन्त यत्रो हानिरहेछ भिसा लाग्यो घरमा भिसा लाग्यो भिसा त यत्रो भिसा लाग्ने दिन लाग्यो म त बेरोजगारी भइरहेछ यार उसको अब कमाउनु पर्छ तर एकसाठी दिएको अनि 1 लाखको चाहिँ किस्ता गरेको महिनाको 9,000 पर्छ अरे तालपरि म महिनामा 1 लाख पनि दिन सक्छु त्यही बेला दिन लागेको थिएँ तर छोराको लागि भनेर चाहिँ ल्याउ न अहिले दिन्छु म मैले 2000 झिकेर लिएर आइदिएँ भन्छ 98 हाल्दैन के हाल्दैन दाइ अनि आउँछ है जाँदैन 3,000 रुपियाँ लाग्छ हाल्छु हौ भन्छ यार म के अनि अघि अब यस्तो नि त 2000 रुपियाँ झिकेर लिएर आइज भन्छ अनि दिउँला नि भन्छ अनि त्यही भएर नि के म 2000 हालेर 10 रुपियाँ हालेको 10 रुपियाँ हालेको म यो चियातिन चाहिँ के अन्त किनिदिन्छु नि 4,500 को चिया न हौ के साह्रो हतारेको 500 को पनि दिएन बाइक साइक पूजा सुजा हान्नु पर्यो खर्च त चाहियो खाजा त अब हिजोको वचन पुरा गर्नु पर्यो नि आफूले भान्जा भएको छ ल हुन्छ अब चाहिँ हामी अब भद्रकाली गएर भेटौँ सिधा अब डाइरेक्ट भद्रकाली लेस गयो त ल त बिस्तारै चल चाहिँ त हामी आइसकेको छौँ यहाँ भद्रकालीमा पूजा गर्नको लागि अनि मस्त दाजु भाउजू यहाँ मेरो बाइक यहाँ छ यसरी पूजा हान्नुपर्ने हुन्छ सलिनको मेरो चट्ट एउटा बाजे बोलाउने पूजा हान्ने के चाहिन्छ गरौँ के गर्नु मेरो लागि त मैले सेकेन्ड ह्यान्ड किने पनि मेरो लागि त नयाँ हो नि त होइन बरु मेरो लागि त नयाँ होइन त त्यो मान्छ अब मैले सेकेन्ड ह्यान्ड किने पनि मेरो लागि त नयाँ होइन त जसको लागि पनि थर्डै हान्नु है नयाँ हो नि भाउजू तपाईँको पनि पूजा गर्ने मेरो चाहिँ कुन चाहिँ नयाँ छ तपाईँ मेरो लागि त नयाँ हो है दाइ यत्रो हालेको छ अनि पैसा गरिसक्नुभयो 5 वर्ष भइसक्यो ए त्यो अलिकति ल सँगै आइफोन सँगै किनियो बाइक दाइ हो दाइ के अरे आइफोन सँगै किनियो बाइक सँगै किनियो पूजा पनि सँगै गर्दैछु अझै प्रगति गर तिमीले चाहिँ गर यो त भइरहेछ त भयो त भएन अरे भिसा लागिरहेको ए योवाला गाडी नै किन्ने भनेको महिन्द्राको त्यसो गरौँ न त मिलाएर ल गाउँको बाउको सम्पत्ति हो होइन हान्नुपर्छ सकिएला भान्जा होइन त दिदी ए भाउजू यो त्यति त किन्नु सक्यो गाडी किन्नु सक्दैन त पछि बेर छैन अनि ऊ ल अब चाहिँ पूजा सुजा हान्नुपर्ने हुन्छ यहाँ चढाएर गर्ने हो भान्जा हान्ने हो त्यस्तो चाहन्छन् छैन नि अहिले छिन अहिले गरौँ न काम सघाउँ नि टेन्सन नगर न तिमी बाहिर बस हेलमेट सेलमेट समात होइन बाहिर बस ल ऊ छिर्नु हुँदैन अरू त ऊ छिर्नु हुँदैन क्या यो मोबाइल पक्र पहिला मुन्तिर राखौँ यस्तो गर्नु हुँदैन झुकेर झरे हो नि त है दिदी भाउजू दिदी भन्नु के भाउजू भन्नु चाहिँ भन्दा नि हुन्छ है दिदी म दिदी भन्नु मन लाग्यो अनि हाम्रो जब पूजाहरू पनि गरिसक्यो सबैले एकचोटि दर्शन गर्नु होला है यहाँ विष्णु भगवान सिजन भन्छ हाम्रो उता सबैलाई रक्षा गर्नुहोस् अनि हाम्रो अब चाहिँ पूजा यताभित्र गइसक्यौँ अब गएर एउटा बाजे खोजेर अनि बाइक पूजा गर्नुपर्ने हुन्छ
एन्ड आइ एम फिलिङ सो ह्याप्पी है गाइज एकदमै मलाई खुसी लागिरहेछ मलाई एकदम मनैदेखि एकदम खुसी लागिरहेछ सलिनसँगै अस्तिदेखि पनि पूजा गर्ने भनेको अहिले चाहिँ अहिले यहाँ खानुहुन्न क्या के भयो होला हौ त्यही खानुहुन्न पानी मात्रै हो अनि त्यस पछाडि मलाई चाहिँ के खुसी लाग्यो भने नि दाइ यो सलिनसँगै आयो पूजा गर्न आउनु पाइयो भगवान्ले पनि त्यही चाहनु भएको रहेछ क्या दाइ हो त्यही भएर पनि आइयो एकदम खुसी लाग्यो जुरेको हो अनि एउटा कुरा के भयो भने नि दाइ मन्दिरमा म चाहिँ भन्नु चाहन्छु हेर्दै हुनुहुन्छ नि मन्दिरमा चाहिँ यस्तो मन्दिरमा चाहिँ यस्तो खालको ठगी व्यापार नगरिदिनु होला म चाहिँ भन्छु है हामी अहिले भाउजूलाई हाम्रो लगभग दाइ 3000 रुपियाँ चोइ बाजेलाई दिँदाखेरि 4000 रुपियाँ चोइ होइन ए अनि गाह्रो छ है दिमागै सक्यो योबाट एउटा के सिक्नु भने आउने अब आफ्नो मन लाग्यो ट्याकेर किन्ने 400-500 रुपियाँ किन्ने जाने गर्ने हो क्या त्यो गरेर गर्ने हो अनि आइस भाउजूले गर्दै हुन्छ भाउजू त फेरि फायर हुँदो रहेछ अनि प्लाट सुई गर्नु हुँदो रहेछ टाइमै नलाग्ने क्या है जाने बुझेको अब थाहा भयो अनि मेरो बाइक यहाँ जे जस्तो भए पनि बाइक यहाँ छ सलिनको त्यहाँ छ गइगयो नि म यहाँ थ्याङ्क यू सो मच है भगवान् म यता हाम्रो तपाईँहरूलाई पनि एउटा भगवान्को रूप पनि भन्छु एउटा होइन मेरो लागि त तपाईँहरू पनि अब एउटा आमा एउटा अभिभावक जस्तो मान्छेहरू हो है तपाईँहरूले यत्रो साथ सपोर्ट देखाइदिनु भएकोमा धेरै धन्यवाद मैले एकदमै युट्युबमा र टिकटकमा झन् एकदमै सपोर्ट पाइरहेको छु सबैलाई धेरै धन्यवाद मनैदेखि थ्याङ्क यू सो मच अनि सबैको राम्रो होस् त्यही त हो अरू भने त्यस्तै हो आज तपाईँहरूले गर्दै हुनुहुन्छ भोलि म काम लाग्छु मलाई भन्नु भोलि हामी गरौँला मिलेर गर्नुपर्ने हुन्छ यतिकै राख्ने हो र होइन सो गाइस अब चाहिँ ल सुरु भयो त हेर्नु है त कसरी गर्दो रहेछ ल समात न राम्ररी है ग्रह त छ नि कटोस है गुरु मेरो अलिकति सानो कुरा रिसाउने बानी छ कि पानीले लिएर आएको मेष राशिको के छ उल्टा म जस्तै है अङ्कित म जस्तै फुल है चिनाको नाम मेखरा थियो मेखरा मामा अर्चिता अजिता के नारायणको नाम दिलमाया मिन्दा छ दिलमा नाम दियो मामा नाम तपाईँ लीला भन्नु लीला नारायण श्रेष्ठ मेरो त नराम्रो कालीबहादुर उहाँको मिसन राशि भाइको के भने मैले के भने नामै राखेको छैन बाइकको नाम सोधे बाइकको नामै राखेको छैन म भन्छु बाइकको नाम राखेको छैन डुएक है डुएक भने नामै राखेको छैन पो अरे हो के अरे बाजे डुकी मैले ड्युक के भनेको थिएँ सब पूजा पनि सुरु भइसक्यो राम्रो बाजे त आर्टिस्ट रहेछ नि
अन्त है दामी के हेर्नु चिन्नु पनि बिस्तारै बिस्तारै गरौँ यो ठाउँमा उसले लिएर आयो होइन मिहिनेत गरियो उसले केही देखेको थियो होला र यो ठाउँमा लिएर आएको छ होइन तर म यो ठाउँमा आएर चाहिँ एकदमै आफूलाई एकदमै ठिक ठाउँमा आएछु कोही साथीहरू बिगार्ने हुन्छ होइन तर यसले मेरो जिन्दगीमा धेरै महत्त्वपूर्ण हुने कार्यतिर लगाइदिएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु मिहिनेत गरेको छु तर यो ठाउँमा ल्याइदिएको छ उसले होइन त्यसको लागि एकदम मेहनत गर्नु जरुरी छ होइन ठाउँ देखाएर मात्र सबै साथी एउटा कसैले गोटी खाने सिकाउला कसैले गाजा खाने सिकाउला यसले चाहिँ मलाई जिन्दगीको बाटो हेर्न सिकाएको हो क्या भाउजू त्यही भएर चाहिँ थ्याङ्क यू सो मच है अरू त्यस्तै हो हो नि मैले के भन्दिनँ बुढी निकाल्नु छोडा तिम्रो मुखले त्यही भन्दै थियो त्यही भयो सबभन्दा ठुलो धर्म पनि हो पनि हो शक्ति पनि हो शक्ति वाउ आई फिल सो प्राउड कुनै चिज आफ्नो यात्रा आफ्नो यात्रामा जाँदा विघ्न नहोस् दुर्घटना नहोस् र डाका चोर फटाबाट बस्नुहुन्छ यो गाडीबाट सुन्नु यो गाडीबाट कार पाउने गाडी कार 3 महिना 6 महिना बसेर कार किनेर हिँड्न पाइयो सिटिकना विश्वविद्यालय सबै तपाईँले आउँछ ओम स्वस्ति अब यो गाडी जय श्री राम घुमाउनु उठेर घुमाइहाल्नु निचार्नु दुईचोटि भयो है जाऊ न घुमाउ न छिटो इन्जिनमा कहाँ छ इन्जिनमा भगवान रक्षा गरिदिनुहोस् है भगवान फुटायो मजा आयो मलाई बाजी चाहिँ उपर क्युट लागेको कि डुक पैसा पर्दैन दिइहाल्छ के को लागि अलिकति बिग्रेर सरे क्या उहिएको हो साथीमा नसाट्नु बाजे छोड्दैन बाजे अघि पानी दिएन भनेर बाजेले पानी दिनु पर्दैन भन्दै कराउँदै हुनुहुन्थ्यो त्यो फुलवालाले राम्रै छ त यो होइन एउटा चाहिँ बिग्रिएको छ एउटा चाहिँ किन गरे भगवानको गाइस एकदमै फुल चाहिँ बवाले भइरहेछ अहिले रिसाउने बानी रिस उठ्छ क्या मेरो यो शनिको अरूले च्यापेको होला कि रिस उठ्ने क्या तर अहिले चाहिँ अलिक दिन भयो त्यस्तो भएको छैन अझ अलिकति कन्ट्रोल आइसक्यो गर्नुपर्छ क्या
आश्रय गर्छ कविता समाको सभाको सभा भोग पूजा पूर्व सङ्गठित मङ्गल पूजा पूजन कर्म विधा विश्वकाल देवता पूजनम ब्राह्मण वचन परिक्रमा हो काय वातावरण चुनाव चुनाव सेवा बरु मेरो स्कलम बस्न नारायण ज्ञान हो आज बिहे गरे भन्दा बढी अनि है दिदी त्यसै कान्छी बुढी भन्छु कान्छी बुढी है नमो ब्राह्मण देवाय यस्तो काम त कति मैले ऊ नभए दिदी त्यसो सकिहाल्छ नभए मलाई त्यो काम गर्दा भयो पक्का काम गर्नु दिनु दिनु पाँच सय दिनु थ्याङ्क यू बाजे बाबु आफ्नो सो गाइज भिडियो के कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट र सेयर गरिदिनु होला र नयाँ हुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला अब यो ब्लग यतैतिर एन्ड गरौँ सी यू इन नेक्स्ट ब्लग बाई बाई गाइज स्टे ट्युन्ड है त ल